हाम्रो डेस्टिनेसन चाहिँ त्यो डाँडा है, गाउँ डाँडा भन्छ त्यसलाई। हामी चाहिँ अब यहाँदेखि हिँडिरह हाम्रो केटाहरू छौँ यता टन्नै छौँ हामी। ल ल सेटुन आधा बाटो पुगिसक्यौँ। आधी बाटोबाट हामी अब बिस्तारै अगाडि बढ्दैछौँ। केटाहरू थाकेको छैन अहिले त है, त्यहाँ माथि पुग्ने बित्तिकै त थाकिहाल्छ होला, अलि अगाडि पुग्ने बित्तिकै। अहिले चाहिँ हामी आधो बाटो पुग्यौँ। चल केटाहरू चाहिँ थाके रहेछ है, चोकतिर बसौँ भनिरहेछन्। उता चोक देखिरहेछ, केटाहरू थाकेर उता भइसक्यो है। हो त्यो चोकमा बसौँ भनिरहेछन्। त्यो चोकमा चाहिँ टक्क बस्ने। तर ठाउँ चाहिँ क्या दामी छ है। पोखरा एकचोटि चाहिँ सब नेपालीहरूले आउनुपर्छ, जति टाढा भयो भने जति जहाँ भयो भने एकचोटि चाहिँ आउनै पर्छ है। हामी नजिक नजिक पुग्दै गयौँ। यहाँदेखि त कस्तो नजिक देखिरहेछ, तर बाटो चाहिँ त्यहाँदेखि रहेछ है। यहाँदेखि नजिक देखिरहेछ, तर त्यो अझै कति टाढा छ क्या, लास्ट टाढा छ। बाटो चाहिँ डेन्जर छ है, दामी छ बाटो। डेन्जर भन्दा नि यस्तो बाटो हाम्रोतिर पहाड साइडतिर हाम्रो त्यहाँ हुँदैन नि त। राम्रो छ बाटो पनि, तर गाउँ पनि दामी छ। हामी काउडाँडाको नजिक नजिक पुग्न लागिहाल्यौँ, तर हेर्दाखेरि त त्यहीँनिर छ जस्तो लाग्छ। अझै कति छ हिँड्नु। यतैबाट कस्तो दामी भ्यू देखिरहेछ। केटाहरूले पनि यतैदेखि दामी देखिरहेछ। हामी चाहिँ यो अब सिँढीमा चढिरहेछौँ है। सिँढी चाहिँ लास्ट छ। ल केटाहरू पनि आइरहेछ। थाके त छैन नि है केटा हो। ल हामी केटाहरू चाहिँ थाकेको छैन है, थाक्नेवाला छ बिस्तारै। लास्ट लङ सिँढी छ यो चाहिँ। माथिसम्म पुगिसक्यो केटाहरू चाहिँ। हामी चाहिँ आधै छौँ बाटो है। झापाली सोल्टी चाहिँ माथि पुगिसक्यो है। केटाहरू दौडिरहेछन् तागतिला। केटाहरू पहाडको भ्यू खाएको होला। अब हामी चाहिँ त्यस्तै छौँ। ल ठिक छ। ओहो पोखराको भोटे कुकुर चाहिँ मस्त सुत्या छ हेर यसलाई। आनन्द बाल छैन कसैको होइन भोटु। ल भोटु भन्दाखेरि मलाई मेरो एउटा साथीको याद आयो, जसको नाम हाम भोटे भनेर बोलाउँथ्यो उसलाई। त्यो मान्छे पनि चिल थियो है। थकान्स भयो त अहिले। केटाहरू तल पनि छ हाम्रो। बाटोसम्म रहेछ यो चाहिँ, अझै कन्स्ट्रक्सन भइरहेको रहेछ भर्खरै। आधा बाटो हामी अब यस्तै हिँड्नु पऱ्यो बिना सिँढीमा। तलसम्म चाहिँ सिँढी थियो। हक्का रोडमा पुग्यौँ। तल चाहिँ केटाहरू हेरेछ, हाम्रो साथी। मजा भइरहेछ यार। केटाहरू त्यहाँ पुगिसक्यो यार। त्यहाँ पुगिसक्यो। हामी यतै छौँ। ल रोडमा पुग्यौँ। मन्दिर चाहिँ यो के रहेछ? होइन सन्तेनेश्वर महादेव मन्दिर। ल त्यहाँदेखि नि पोखराको भ्यू चाहिँ दामी नै देखिने रहेछ यतादेखि पनि। भनेको त फेरि सिँढी आयो अर्को। यस्तो सिँढीहरू कति छ भाइ? यस्तो सिँढीहरू बोल्नुपर्ने हामीले। धेरै छ। ओहो ल सिँढी सिद्धियो भनेको त बल्ल तल्ल फेरि सिँढी। हामी काउडाँडा भाइ। काउडाँडा कति लाग्छ यहाँदेखि फेरि? अब 1 घन्टा लाग्छ। 1 घन्टा लाग्छ अरे हजुर फेरि यहाँदेखि। ल हेर त यो हाम्रो झाप्ली साथी थाकेर लास्ट भइसक्यो है। दामी भ्यू देखिरहेछ यतिदेखि। झन् माथिदेखि कस्तो देखेला, पुरै पोखरा देखिन्छ होला। ओहो र झाप्ली साथीको फ्यान निस्केर
त्यो हो कि मैले बुझेँ सिधै खोज चाहिँ त्यहाँबाट पुरै आसेन जमिन मुनि पानी गयो कुहिरो लागेर हो नत्र चाहिँ हिमाल चाहिँ दामी हिमाल देखिन्थ्यो त्यहाँ कहाँ छ तल सिधै खोज त्यहाँसम्म मात्र त छ एयरपोर्ट फुलदेखि कि फोटो खिच्न स्टार्ट भइहाल्छ फोटो खिचिरहेछन् केटाहरूले राम्रो छ ठाउँ पनि थाकि पनि सक्यौँ हामी चाहिँ है धेरै माथि पुगिसक्यौँ अहिले चाहिँ अब हेरौँ कहाँसम्म अझ हिँडिन्छ अझ छ अरे टाइम चाहिँ लाग्छ अझ त्यो चाहिँ कस्तो कुरा जस्तो देखिरह है दामी छ घरहरू पनि यतातिर चाहिँ मलाई मन पर्यो है चट्टो चट्टो छ घरहरू पनि लास्ट है ठिक छ दोस्त ठिक छ केटाहरू पनि तल पनि छ है त्यो फोटोसोटो खिचिरह हामी चाहिँ घरहरू क्या दामी दामी लागेको छ यस्तो पाहाडमा पनि ठिक छ चाहिँ अब यतातिर मेरो बाख्रो आएको भए चाहिँ दामी चढ्थ्यो होला मोटाउँथ्यो होला है ल केटाहरू किन रोकिएको हिँड्दै गरौँ बिस्तारै बिस्तारै पुग्न लाग्यो भने केटाहरू थाकेर आधा चाहिँ झाप्ली साथी चाहिँ बसिसक्यो है झाप्ली साथी बसिसक्यो अरू चाहिँ हिँडिरहेछन् थाके पनि केटाहरू त्यहाँ माथि पुग्छ कि बाटो हेर त सानो चिक लाग्ने है यस्तो टाढा रहेछ यार हेर त हाम्रो झाप्ली साथी चाहिँ अलि उ भइसक्यो दोष कस्तो छ त जर्नी कस्तो भइरहेको अनि साथी कस्तो भइरहेछ एकदम यार यो चाहिँ नेपालको जुनसुकै कुनामा भयो भने हजुर जोसुकै नागरिकले पनि एकचोटि पर्ने ठाउँ चाहिँ यो पोखरा रहेछ हजुर जुन हामीले पिसी देखिरहेको छौँ यो हेर न जुन तल त्यो चाहिँ त्यो पुरानो एयरपोर्ट चाहिँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँ उतापट्टि त्यहाँ देखिरहेको छ हजुर हजुर त्यो चाहिँ हो अहिले हामी चाहिँ गाउँ डाँडामा जाँदैछौँ त्यहाँ एउटा धरारा छ भन्ने कुरा छ त्यहाँबाट चाहिँ पुरै पोखरा भ्याली देखिँदो रहेछ हजुर एकचोटि अवश्य सबैजना चाहिँ घुमिदिनु होला भन्ने आग्रह गर्दछु है मैले चाहिँ आफूलाई धेरै देखाइरहेको छैन किनभने म टक्लै भइरहेको छु अलि मलाई लाज लागिरहेको छ क्यामेरा अगाडि आउनु है त्यसैले गर्दा नदेखिए नि माया छ है सबैलाई ल हेर झापली साथी खोइ हाम्रो तलै बस्दियो क्या झापली साथी चाहिँ शारीरिक रूपमा अशक्त भएका कारण अलिक ढिलो ढिलो हिँड्छन् त्यही पनि ठिक छ एउटा इच्छा र चाहनाले जहाँ पनि पुगाउँछ मान्छेलाई ल हजुर हजुर ए ल 15 मिनटको रेस्ट पछि अझ फेरि हामी हिँड्न थाल्यौँ केटाहरू पनि हिँडिरहेछन् जाँदैछौँ पानी पनि खायौँ केटाहरू अहिले चाहिँ अलिक कम थकान छ हामीलाई भाइ चाहिँ अगाडि मस्त हिँडिरह ल अब हामी पुग्न थाल्यौँ औ थोरै छ होला बाटो भुलियो किन नि के ट्याङ्की हो भएर त खै फेरि थाकिहाल्यो केटाहरू पानी निकाल्नलाई खोजिरहेछन् त्यहाँ पक्कै अझ फेरि कत्रो हिँड्नु छ
20-25 हिँडेर ननस्टप 20-25 मिनट हिँडेर हामी चाहिँ अहिले रोडमा पुग्यौँ। अब रोडको बाटो हिँड्नु पर्छ अरे। तिमीलाई भ्लगको केही एल्गोरिदम थाहा छ? मैले के भने हामी बसेको ठाउँदेखि अझ 20-25 मिनट हिँडेर यहाँ पुग्यौँ भने के सुनिरहेछौ? ल हामी चाहिँ फाइनल्ली पुगेका त छैनौँ तर पुग्न आँट्यौँ। हामी नजिक पुग्न थालिसक्यौँ। हाम्रो ठाउँ चाहिँ राम्रो छ। के रेस्टुरेन्ट हो के हो? रेस्टुरेन्ट हो, होमस्टे हो क्या? लोकल कुरा कालिज फार्म हो कि क्या हो? ल ठिक छ दाइ, कस्तो भइरहेछ यात्रा? हो ल ठिक छ, सबैलाई त्यस्तै छ। जुम्लाका मान्छे हुम्लामा पुगे, हुम्लाका मान्छे जुम्ला पुगे, तर हामी चाहिँ अहिलेसम्म काउडाँडा पुग्न सकेनौँ। होइन साथी, के कसो साथी? ल पुग्दैछौँ हामी। अनि हाम्रो झाब्ली साथीले चाहिँ खासमा आउनु थियो कि आउनु थिएन दोस्त? रब बोल्ने होइन क्या, रब बोल्ने होइन। आउँदैन, जस्तोको त्यस्तै आउँछ। हामी र हाल्ने हो नि त। यहाँदेखि माथि पनि हुनसक्छ, बाटो हेर्दा त त्यो पनि छ। ल जे पनि जान सक्छ है केटा हो र। तिमी आउनु मोबाइल फुटाउनु ल। योबाट जान्छ ल। थ्याङ्क यू अङ्कल। हजुर थ्याङ्क यू अङ्कल, थ्याङ्क यू। ल ल यही रहेछ बाटो। मलाई यही हो भने त झाप्लिज भने झाप्लिज हो कि होइन भनिरहेको थियो है। ल अझ सिँढी, कति सिँढी चढ्नु पर्ने हो? गने भए कति 6-7 त पुग्यो होला मजाले माथि एक पाइला गन्नी हो नि के। अनि यस्तो चाले उकालो चालेको बढी नै यत्रो छ अझै। हेर त यो चाहिँ राम्रो छ है, हामी सिस्टमेटिक तरिकामा बनाएको छ। हेर त कस्तो सही। कत्रो छ त हेर्नु। ल है हेर कस्तो त हामी। हेर त यो गुफा जस्तो छ सिँढी पनि। यस्तो बसिसक्यौँ है, 20-25 मिनट बसिसक्यौँ फेरि हामी यतातिर, होइन दाइ? एकदम ल ल केटा हो। अझ फेरि हामीले कहाँ डेस्टिनेसन देखेकै छैन हाम्रो त। केटाहरू फाइनल्ली अलि समतल बाटोमा हिँड्न लाग्यौँ। यत्रो सिँढी चढ्यौँ, अझै पनि हामी पुगेका छैनौँ। टन्नै छ अझ फेरि हिँड्नु। अझै यति छ। हेर त दामी बाख्रा छ। ल बोके चाहिँ देखाइहाल्ने आफ्नो बोका पारा। ल कता हो केटा हो? सब बाटो छ, आउँदै गरौँ। कता यतै हो नि? मकैबारी बरेङ हो कि दरेङ हो।
फाइनल्ली अब बिस्तारै बिस्तारै हामी आफ्नो डेस्टिनेसनमा पुगिरहेछौँ। ल फाइनल्ली पुगियो केटा हो है। ल दामी देखिरह मोबाइलमा त देखिरहेछ कि छैन, मेरो लो क्वालिटी क्यामेरा हो। केटाहरू सब थाकेर बसिसकेका छन्। हेर यो पसिना पसिना सङ्घर्ष गरिरहेछ है। ल केटा हो ठिक छ नि, सब राम्रोसँग पुग्यो नि। ल अब हेर्न बाँकी छ है। स्टे ट्युन, फेरि हामी देखाउँछौँ राम्रो राम्रो दृश्यहरू। मोबाइलको क्वालिटी राम्रो नभए नि हामी जतिको छ त्यतिकै देखाउँछौँ। हाम्रो चाहिँ चटपट भइरहेछ है। लास्ट डेस्टिनेसनमा हामी पुगिसक्यौँ। हाम्रो आन्टी आन्टी नमस्ते आन्टी, कस्तो चलिरहेछ हजुरको? ठिक छ। हाम्रो आन्टीले मिठो चटपट बनाउनुहुन्छ है। काउ डाँडामा आएपछि हजुरले आन्टीको चटपट चाहिँ खानै पर्छ है। दामी छ। केटाहरू हाम्रो बसेको छ यतातिर। हाम्रो रेस्टुरेन्ट छ है, दामी रेस्टुरेन्ट छ। केटाहरूले आउन सक्नुहुन्छ यता। हामी चाहिँ चटपट खाइरह है केटा हो। हामीले चाहिँ फाइनल्ली यहाँ रमाइलो गरिसक्यौँ है। अब हामी चाहिँ लाग्ने टाइममा हो, तर त्यही पनि केटाहरू भनिरहेछन् त्यो हाम्रो धरहरा लेखेवाला त्यही ठाउँमा जाने भनिरहेछन् है। अब त्यहाँदेखि त्यहीँ बसेर ठ्याक्कै हामी चाहिँ रिटर्न हुन्छौँ होला। स्टे ट्युन। रिटर्न गइरह है केटा हो। हामी चाहिँ रिटर्न गइरह हो, भइसक्यो हाम्रो। हामी चाहिँ रिटर्न गइरह हो, अब भइसक्यो। काउ डाँडामा चाहिँ सबभन्दा मजा आयो कि नि केटा हो? आयो नि। ल यति भए पुग्छ। हामी चाहिँ रिटर्न जान लाग्यो। अब भ्लग चाहिँ यहीँ इन्डिङ हान्दिउँ हम। आएको बाटो चाहिँ देखाइसक्यो सबलाई होइन। ल भ्लग इन्डिङ है। लभ यु अल, सब्सक्राइब टु च्यानल। केटाहरू कस्तो लेट हिँडिरहेको थियो, अहिले त सुई 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 हिँड पो हिँड्छ नि त। केटा हो अघिदेखि तिमीहरू के अरे बिस्तारै हिँडिरहेको थियो, कति पुरै पसिना पसिना भइरहेको थियो। अहिले चाहिँ फास्ट कि कसरी? ल तिमीले नबुझे ठिक छ, मैले चाहिँ भन्न चाहिँ भने अहिले चाहिँ फास्ट है केटाहरू, अहिले चाहिँ फास्ट हिँडिरहेको। दौडिरहेछ है अहिले चाहिँ सब दौडिरहेछ। अगाडिको भाग हेर्नु होला, अहिले चाहिँ सब दौडिरहेछ। उध्याएर 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 ल हेर हेर सब दौडिरहेछ उध्याएर अगाडि। अहिले चाहिँ यस्तै दौडिरहेछ कि म पनि दौडिरहेको छु, अरू मात्र होइन। पुगिहाल्छौँ।
अङ्कल नमस्ते अङ्कल। हामी चाहिँ माथि त्यो के भन्छ त्यो काउ डाँडा भन्ने ठाउँमा गएर आयौँ। धरहरा ल अङ्कल। अघिको बाटो फेरि रिटर्न भयो हामी। ल अघि कुन ठाउँबाट आएको थियौँ त्यही ठाउँमा ठ्याक्कै 5 घन्टापछि अरे ठ्याक्कै केटाहरू भएर कस्तो स्पिडमा अहिले चाहिँ अगाडि चाहिँ लेजी भएर हिँडिरहेको थियो सबै, अहिले चाहिँ बाट हिँडिरह। ल घन्टा लगाएर भोलिको के अरे 3 घन्टा लगाएर ठ्याक्क पुग्यौँ केटा हो। सब बसेछ अहिले चाहिँ है, सब बसेछ, सब थाकेर सब भाँचकै उतातिर पनि बसेछ सब पसिना के भन्ने। ल त्यो देखिरहेको डाँडा छ नि त्यो डाँडाबाट यहाँ पुगिसक्यौँ ठ्याक्कै अगाडि जहाँ स्टार्टिङ भयो त्यही एन्डिङ हुन्छ हाम्रो। ल